नमस्कार। नमस्कार हजुर। सन्चै हुनुहुन्छ? सन्चै छु। यहाँको नाम के पर्यो? मेरो नाम राहुल कुमार रौनियार पर्यो। हजुर कहाँबाट आउनुभएको? म यही हरमटारी गोर्खाबाट आएको। हरमटारी गोर्खाबाट। हामी आज यो गोर्खाको एउटा ऐतिहासिक भूगोल पछिल्लोचोटि चाहिँ टिकटक लगायत सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको एउटा प्लेलिस्टमा छौँ। यो ठाउँको बारेमा तपाईँ के कति नलेज छ त्यसको बारेमा केही बताइदिनुहोस्। हजुर गोर्खा जिल्ला त अब इतिहासमा नै एउटा राम्रो छ। एकदम पृथ्वीनारायण शाह जन्मेको ठाउँ हो। यहाँ तपाईँको गोर्खा जिल्ला एकदम राम्रो छ। सदरमुकाम पनि हावापानी पनि यहाँको ठिक छ। यहाँको दरबारहरू पनि एकदम राम्रो छ। पहिलेदेखि चलिरहेको मान्छे पनि धेरै आउनुहुन्छ यहाँ घुम्नको लागि। यहाँ तपाईँको म्युजियम पनि छ। तपाईँको दरबार यो म्युजियम जुन चाहिँ पहिलेका आततेरदेखि लिएर थुप्रै राजाहरूको त्यो हामीले अवलोकन गर्यौँ। त्यसलाई पनि लडाइँहरूको सबै सामग्रीहरू त्यहीँ राख्नु भएको छ। त्यहाँ एकदम राम्रोसँग सुरक्षितको साथ। तपाईँको लोकेसन चाहिँ त्यहाँ के अरे बस पार्क माथि पर्यो। हजुर। अनि यो चाहिँ हामी अहिले ठ्याक्कै यो ठाउँको नाम चाहिँ यो गोर्खालीको पनि भन्न सकिन्छ। भन्नुपर्दा यो चिल्ड्रेन पार्क भन्छ पहिले। चिल्ड्रेन पार्क अहिले चाहिँ अब गोर्खा अलिकति राम्रो बनाउनु भएको छ। तल पनि भ्यू पनि राम्रो छ। माथि पनि तपाईँको एकदम राम्रो बनाउनु भएको छ लाइट साइट हालेर। हजुर। अनि पछिल्लोचोटि भौतिक संरचना पनि पुरा नभइसकेको स्थिति देखिन्छ। त्यसपछि अब यो ठाउँमा यो पार्क बनाइसकेपछि यहाँ आउने पर्यटकहरूले यो ठाउँको पर्यटन प्रवर्धनमा अर्थात् आर्थिक क्रियाकलापमा के कस्तो प्रभाव पार्छ तपाईँलाई कस्तो लाग्छ? एकदम राम्रो हुन्छ। यहाँको अब व्यवस्थापन अलिकति पहिला भन्दा त धेरै नै राम्रो भनौँ। किनकि पहिला त यो माथिको मात्र थियो। यहाँ केही पनि थिएन। अब अलिअलि पहिला यस्तो गोर्खा पनि लेखाएको थिएन। अलिकति यही मात्र बनेको थियो हाम्रो। अहिले चाहिँ तपाईँको अब जोस रेलिङहरू बस्ने ठाउँ। यहाँ गोर्खा लेखेको एकदम दामी भ्यू भएको। तपाईँको हिमाल पनि यहाँबाट देख्छ दिउँसो हेर्नु। यताबाट हिमाल देख्न सकिन्छ। सकिन्छ आनन्दले। अनि यता चाहिँ यो बिदाको दिन प्रायः शनिबार लगायत अघि पछि पनि के कतिको मान्छेहरू आउँछन्? कति टाढाबाट आउँछन्? के भेटाउनु भएको छ तपाईँ प्रायः यो ठाउँमा बस्ने मान्छे? बिदाको दिन चाहिँ यहाँ एकदम धेरै मान्छेहरू आउनुहुन्छ। अब अरू दिन भनेको मान्छेहरू बिजी हुन्छ, अफिस टाइम हुन्छ, त्यही भएर पनि हो। त्यसपछि तपाईँले यो ठाउँको बारेमा महत्त्वपूर्ण जानकारी दिनुभयो। त्यसपछि अब यो भिडियो हेरेर बस्नु भएको हाम्रो थुप्रै मान्छेहरू हुनुहुन्छ स्वदेश तथा विदेशबाट, उहाँहरूलाई के छ सन्देश तपाईँको? अब सन्देश त्यही हो। अब गोर्खा आउँदा चाहिँ यहाँ चिल्ड्रेन पार्क सोधेर आउनु होला। बजारबाट धेरै टाढा पनि छैन। भ्यू पनि एकदम राम्रो छ। तपाईँको यहाँ चाहिँ दिउँसो आउँदा झन् दामी हुन्छ। राति भन्दा पनि दिउँसो चाहिँ भ्यू राम्रो देखिन्छ यहाँको। त्यही हो। ल हुन्छ, तपाईँहरू सबैले आइदिनु होला भन्दै धन्यवाद। ल।